नमस्कार, स्वागत छ तपाईहरुलाई रहस्यपत्र युट्युब च्यानलमा। र यस भिडियोमा म तपाईहरुलाई केही भूत प्रेतका घटनाहरू यहाँहरुको सामु भन्न गइरहेको छु। र यो घटनाहरू हामीलाई लेखेर पठाउनु भएको छ हाम्रा यस च्यानलका सब्स्क्राइबरहरूले। र तपाईहरुसँग पनि यस्तै कहानीहरू छन् भने हामीलाई अवश्य पनि लेखेर पठाउनु होला हाम्रो फेसबुक पेजमा, र त्यसको एड्रेस म तपाईहरुलाई डिस्क्रिप्सन बक्समा अवश्य पनि राख्दिने छु। र सुरु गरौँ हाम्रो पहिलो कहानी। यो कहानी चाहिँ हामीलाई सन्दीप कार्कीजीले पठाउनु भएको हो। उहाँ लेख्नुहुन्छ 4-5 जनाको ग्रुप हुनुहुँदो रहेछ। +2 पढ्दाखेरिको यो कहानी रहेछ। अनि बेला बेलामा यस्तै गेट टुगेदरहरू उहाँहरू गरिराख्नु हुँदो रहेछ। अनि एकचोटि नयाँ वर्षको समय थियो र त्यति बेला गेट टुगेदर गरौँ भनेर उहाँहरू चाहिँ झापाको उर्लाबारीको मौवा खोला भन्ने ठाउँमा चाहिँ त्यो खोलाको बगरमा जम्मा भएर बस्नु भएछ। त्यस्तै रमाइलो गर्दा गर्दै उहाँहरूले चाहिँ आफूले भोगेको भूतको घटनाहरू, थाहा पाएको भूतको घटनाहरू एकअर्कालाई सुनाउँदै गर्नुभएछ। अनि त्यस्तै घटना चाहिँ के रहेछ भने सुबोधजी पहाडको एउटा होस्टेल बस्दाखेरिको रहेछ। र पहाडको त्यो होस्टेलमा चाहिँ उहाँहरू त्यति धेरैजना पनि हुनुहुँदो रहेनछ। यस्तै 10-12 जनाको ग्रुप मात्र होस्टेलमा बस्नुहुँदो रहेछ। एक दिन चाहिँ रातिको बेलामा एकजना एकदमै डरपोक साथी टोयलेट जानको लागि रिक्वेस्ट गरेछ। अनि सुबोधजीलाई अचम्म लागेछ कि यस्तो डरपोक हो यो राति फेरि कहाँबाट आज टोयलेट जान आँटेछ भनेर। अनि सुबोधजीले साथी जान रेडी हुनुभएछ। रुमबाट टोयलेटसम्म जाने बाटो पनि एकदमै अँध्यारो अनि डरलाग्दो रहेछ। यस्तै 200-300 मिटर जति टोयलेट टाढा पर्दो रहेछ रुमबाट। डराई त्यो अँध्यारोमा उहाँहरू टोयलेट जानुभएछ। एउटा टोयलेट जानुभएछ दुवैजना। सुबोधजी चाहिँ टोयलेटबाट निस्किनु भएछ, तर त्यति बेरसम्म अर्को साथी चाहिँ निस्किएनछ क्यारे। त्यसै सुबोधजीले बाहिरबाट ओइ तेरो भएन भनेर सोध्नु भएछ। अनि मलाई त एकछिन टाइम लाग्छ होला यार, त भित्र जाँदै गर्न भनेर त्यो साथीले सुबोधजीलाई भनेछ। अनि सुबोधजीले डराई एक्लै रुम जानुभएछ। रुममा जाँदाखेरि त त्यो साथी त्यही रुममा रहेछ। सुबोधजीले ओइ त टोयलेट गएको होइन, कतिखेर आइस भनेर सोध्नु भएछ। म कहाँ टोयलेट जानु भनेर त्यो साथीले भनेछ। त्यस पछाडि त को त्यो टोयलेटमा सबैजना सक। त्यसपछि सुबोधजीलाई एकदमै डर लागेछ। अनि धेरै दिनसम्म सुबोधजी चाहिँ यो कुरा घटेपछि बिरामी हुनुभएछ। अनि उहाँलाई झारफुक गरेर के गरेर बल्ल बल्ल ठिक भएछ। त्यहाँ त्यो होस्टेल पनि उहाँले छोड्नु भएछ। यो सँगै अब म अर्को कहानी भन्न गइरहेको छु। र यो कहानी चाहिँ हामीलाई प्रदीप राजजीले पठाउनु भएको छ। उहाँ चाहिँ एक ट्रक ड्राइभर हुनुहुन्छ। उहाँले चाहिँ पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने क्रममा भएको घटना हो भनेर चाहिँ हामीलाई भन्नुभएको छ। उहाँ चाहिँ अनुराग ट्रान्सपोर्टेसनको ट्रक चलाउनु हुँदो रहेछ। अनि सामान ढुवानीको लागि विभिन्न ठाउँमा हिँडुल गरिराख्नु पर्ने उहाँको काम रहेछ। कहिले विराटनगर, कहिले काठमाडौँ, कहिले भैरवादेखि विराटनगर, कहिले नेपालगञ्ज, थनगढी, यस्तै विभिन्न यात्राहरू गरिराख्नु पर्ने रहेछ। त्यो दिन चाहिँ उहाँले भैरवाबाट पूर्वको दुहवीको लागि बिस्किट ढुवानी गर्ने क्रममा उहाँ त्यति बेला हिँड्नु भएको रहेछ। अनि चोरमाराको त्यहाँनिर जङ्गल छ। कावासोती नहुँदै
चोरमाराको त्यो जङ्गलमा उहाँ र उहाँको एकजना खलासी मात्र हुनुहुँदो रहेछ गाडीमा। यस्तै रातिको 12-1 बजीतिरको कुरा हो। त्यो जङ्गलमा बाटो एकदमै सुनसान थियो। यताउति गाडीहरू पनि केही आएको थिएन अरे। अँध्यारो पनि थियो, बाटो पनि सुनसान। त्यत्तिकैमा दाहिने साइडको जङ्गलबाट एकजना युवती निस्किएछन्, रातो साडी लगाएर, एकदम राम्री। त्यसपछि उहाँले चाहिँ खलासीलाई देखाउँदै भन्नुभएछ, हेर्दा हेर्दा कस्तो राम्रो केटी, गाडी रोक्दुम् कि क्या हो? उनले झिकेको शैलीमा खलासीलाई भनेछ। अनि उहाँले गाडी रोकेर साइड पनि लगाउनु भएछ। अनि त्यो केटी चाहिँ सुस्त हिँड्दै हिँड्दै उहाँकै गाडीको अगाडितिरबाट क्रस गर्दै जङ्गलतिर छिर्न लागेछन्। खलासीले चाहिँ झ्यालबाट हेरेर एउटा कुरा चाहिँ नोटिस गरेछन्। ए हेर्नु न, त्यो केटीको त खुट्टा नै घुमेको छ। उहाँले हेर्दा हेर्दै साँच्चै त्यो केटीको खुट्टा घुमेकै रहेछ। त्यसपछि त उहाँहरूले केही बोल्नै सक्नु भएनछ। सातो पुत्लो उडिगएछ। त्यसपछि त्यो केटी चाहिँ जङ्गलतिर पसिहालेछ। अनि उहाँले गाडीको गियर लगाएर गाडी तुफान कुदाउनु भएछ। अनि उहाँले खलासीलाई चाहिँ एक केटा त्यहाँ नहेर है, एक केटा त्यहाँ नहेर है भनेर उहाँ चाहिँ आफ्नै पारामा कुदाउनु भएछ। अनि रात एकदमै अँध्यारो थियो। त्यसपछि एक ठाउँमा उकालो आएछ। होइन, काउसती पुल चाहिँ त्यहाँबाट 2 किलोमिटर जति मात्र बाँकी रहेछ। अनि उकालोमा चाहिँ गाडीको स्पिड पनि स्लो भएछ। लोड गाडी भएको भएर गाडीको स्पिड बढाउन पनि मिलेन, गाडी पनि स्लो। त्यत्तिकैमा गाडीको बत्ती पनि डिम हुँदै गएछ। अनि जाँदा जाँदै बिस्तारै गाडीको बत्ती पनि अफ भएछ। त्यसपछि त उहाँको डरको सीमाले ठाउँ नै नागेछ। अनि त्यसपछि उहाँले त्यो बाटोको सेतो भाग हुन्छ नि, त्यो लाइन हो, त्यसलाई पछ्याउँदै बल्ल बल्ल बिस्तारै बिस्तारै गाडी चलाउँदै बल्ल बल्ल काउसती पुग्नु भएछ। भगवानको नाम जप्दै उहाँ त्यसरी पुग्नु भएछ। अनि काउसतीको पेट्रोल पम्पमा रोकेपछि बल्ल उहाँको सास आएछ। उहाँकै पछाडि एउटा ट्याङ्कर आइरहेको रहेछ। अनि ट्याङ्करको ड्राइभरलाई उहाँले सोध्नु भएछ, तपाईँले केही बाटोमा देख्नुभयो? उहाँले मैले त केही पनि देखिनँ भनेछ। अनि उहाँले चाहिँ यस्तो भयो, आज मैले यस्तो घटनाहरू भोगेँ भनेर सुनाउनु भएछ। ट्याङ्करको ड्राइभरले भने त्यसपछि गाली गर्नुभएछ, बाटोमा राम्री केटी देख्न हुन्न, राति राति गाडी रोक्नुपर्छ। अनि धन्न बाँच्यो भनेर ट्याङ्करको ड्राइभरले उहाँलाई भन्नुभएछ। अनि गाडीको लाइट चाहिँ कसरी अफ भएछ भनेर उहाँले गाडीको बोनट खोलेर हेर्दाखेरि त त्यहाँ त डाइनामो नै अफ भएको रहेछ। र यो सबै कुराहरू सम्झिँदाखेरि उहाँ भन्नुहुन्छ अहिले पनि उहाँलाई एकदमै डर लागेर आउँछ।